आधुनिक समाजसँगै नेपाली संस्कारमा अलिकति बढी खलबल आएको पनि छ होइन। यहाँले कसरी व्याख्या गर्नुहुन्छ? खलबल आउने कुरो चाहिँ कस्तो भन्दा म पनि अब कम्युनिस्ट पार्टीको सदस्य हो, कार्यकर्ता हो। अब यो जातीय कुरालाई चाहिँ हामीले उठान गऱ्यौँ। अरूलाई साथीहरूलाई मात्रै दोष दिने कुरो छैन, नेताहरूलाई। हामीले के गऱ्यौँ भन्दा जातीय सवालका कुरा उठायौँ, तर त्यसलाई समाधान गर्ने होइन, त्यसलाई निष्कर्षमा दिने कुरोमा हामीले अलमल गऱ्यौँ र अहिले एउटा झगडाको बिउ जस्तो समाजमा रोपिएको छ। र जातीय समस्या नेपालमा दुई खालका छन्। एउटा आफ्नै रेस जातिभित्रको, अर्को भिन्न जातिभित्रको रेसको, त्यो स्थिति छ। जस्तो अब ककेसियन रेसको छुवाछुत प्रथा हो। जस्तो यहाँ अहिले भनिएको अब दलित भनिएको के भनिएको यो छ, त्यो के हो? ककेसियन रेसको दलित भनिएर तल पारिएका अछुत बनाइएका नेपाली नागरिक पनि बाहुन छेत्री जस्तै हुन्। त्यो चाहिने कुरो एउटा समस्या छ। कसरी चाहिने यो समस्यालाई समाधान गर्ने, त्यो शिक्षा नै हो। शिक्षाबाट भाषणले अब हुनेवाला छैन। शिक्षामा नीति सिद्धान्तमै फेरबदल गरेर शिक्षामा नयाँ सिलेबस तयार गर्नुपर्छ। मान्छे चाहिँ के हो त भन्ने पनि पढाइ हुनु पर्यो, टेक्नोलोजी के हो त त्यो पनि पढाइ हुनु पर्यो, कृषि के हो त त्यो पनि पढाइ हुनु पर्यो। यो नेपाली समाज अनुसारको हाम्रो शिक्षा नीति पनि छैन। त्यो कारणले पनि जातीय यो छुवाछुत भेदभाव त ठुलो सानो भइरहेछ। अर्को समस्या छ नेपालमा भिन्न रेसको, भिन्न जातिको। त्यो भनेको मङ्गोल स्टक र अब यो चाहिँ नि ककेसियन अब स्टकको होइन। अब सानो आँखा, फ्ल्याट नोज होइन, चेप्टो नाक, गालाको हड्डी अलिकति उठेको, धारी जुगा नपलाउने एउटा ग्रुप छ यहाँ बसोबास नागरिक। अर्को चाहिँ चुचो नाक, गडेको आँखा, ठुलो धारी जुगा हुने। यसको पनि के अरे भिन्न भिन्न उनीहरूको रहन सहन, कुरा कन्थ, रिवाज फरक छ। अब त्यसमा पनि तैँले मलाई दबाइस्, म यसलाई दबाइस्, मैले दबाएँ आदि भनाभन कुरो आएको छ। त्यो पनि सोल्युसनमा दिन सकिएको छैन। कागजमा लेख्यो समानता गर्ने भनेर हामीले, तर त्यो पनि कसरी समानता गर्ने त्यो पनि हामी लापत्ताभित्र फस्यौँ। यो कुरोले गर्दाखेरि अहिले विभिन्न कुरो, जातका कुरा युट्युबमा आउने, झगडा, अदालतमा जाने, यो सबै के हो भन्दाखेरि हामी अगुवा, म कार्यकर्ताको समेत जिम्मेदारी छ। समाधान दिन नसक्यो। नेताको त नेता भइगए, हाम्रा 4-5 जना अब नेताहरू छन् वरिष्ठ, अब उहाँहरूको त जिम्मेदारी हो। तर उहाँहरूले के सोच्दैछन्, तर म कार्यकर्ताको चाहिँ भनाइ के छ भने हामीले समाधान दिने ढोका यो हो भनेर हामीले खोल्न सकिनौँ। तर अब यो खोल्नुपर्छ, नखोले हुँदैन। त्यो सांस्कृतिक फाल्टबाट, बौद्धिक जमातबाट, पार्टीगत नीतिबाट, सरकारले नीति लन्च गरेर जबरजस्ती ऐन कानुन लागू गरेर त्यो कुरालाई समाधान गर्न पनि सकिन्छ।